Namaste Sikkim Premier League को तेस्रो अध्यायमा यहाँलाई फेरि पनि स्वागत छ. This league is proudly brought to you by FDPL Football Development Private Limited under the aegis of Sports and Youth Affairs, supported and promoted by Government of Sikkim and Dear Government Lotteries, and Sikkim Supreme as our official beverage partner. We are the PR partner Filmingo. र अहिले हामीसँग जोडिनु भएको छ सर SJ लेप्चा, नाम्ची डिस्ट्रिक्ट को हाम्रो president of SKM party. Hello sir. Hello. Welcome to SPL sir. Yes, thank you. सर आज तपाईले SPL को यो 8th म्याच हाम्रो नाम्ची भाइचुङ स्टेडियममा विटनेस गर्नुभयो. सर कस्तो लाग्यो त तपाईलाई आजको म्याच? एउटा हाम्रा निर्मल जो बोर्ड अफ डाइरेक्टर यस SPL का उहाँले हामीलाई पर्सनली पनि इन्भाइट गरेर फोन पनि गरेर र प्रत्येकलाई इन्भिटेसन कार्डहरु पठाएर यहाँ बोलाउनु भयो. यसमा हाम्रा चीफ गेस्ट हुनुहुन्थ्यो हाम्रा माननीय विधायक सतीश चन्द्र राईज्यू अनि हामी सम्पूर्ण नाम्ची डिस्ट्रिक्टका डिस्ट्रिक्ट कमिटी, सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अनि CLC का जम्मै एक्जिक्युटिभ कमिटीहरू यहाँ आएका थियौं र हामीलाई लाग्दै थियो कि खासै म्याच त हुँदैन होला र बीचमा हामी उठेर केही मल्लीमा यस्तो दुर्घटना पनि भइरहेछ र जान पर्छ होला भनेर सोचेका थियौं. तर यहाँ आएर त्यो म्याच हेर्दा यति राम्रो हामीलाई आनन्द विभोर भयौं हामी कि सम्पूर्ण हामी एक्जिक्युटिभ कमिटीका साथीहरू हाम्रा MLA साहबहरू कुरा पनि गर्यौं कि सिक्किमको खेल है फुटबलको खेलमा धेरै बढोत्तरी भएको रहेछ र SPL जुन चाहिँ SPL ले विभिन्न ठाउँका भाइहरूलाई लिएर है राम्रोसँग छनौट गरेर यो राम्रो खेलाहरू प्रदर्शन गरिरहेको रहेछ र यिनीहरूको पनि अब सायद भविष्य ती खेल्ने भाइहरूको भविष्य राम्रो छ होला किनभने SPL बाट कहीं सिलेक्सन हुने है मौकाहरू उहाँले पाउनु हुनेछ होला जस्तै लाग्यो र म चाहिँ अहिले हामी फेस टु फेस हेर्दा मसिना भाइहरू रहेछ है. तर यति राम्रो यो एकदमै हामी चाहिँ यो हुनु चाहिँ यो जुन चाहिँ खेल मैदान यति स्ट्यान्डर्ड अब हाम्रो सम्माननीय मुख्यमन्त्री साहबले यति स्ट्यान्डर्ड यो खेल मैदान बनाइदिनु भएको छ र यसमा यो प्रकारको है टुर्नामेन्टहरु हुँदा चाहिँ हामीलाई यति राम्रो लाग्यो कि यस खेल मैदानको पनि शान बढेको छ. यसको मान इज्जत सम्मान पनि SPL ले बढाइदिएको जस्तो हामीलाई लाग्यो र आइन्दा दिनमा पनि है अझै हामी थुप्रोलाई प्रोत्साहन पनि गर्नेछौं कि SPL हेर्न जाउँ भन्ने है र अति नै राम्रो खुसी लागेछ हामीलाई. अच्छा सर, त अहिले हामी हेर्दै गर्दाखेरि हाम्रो वर्तमान सरकारको एकदमै ठुलो सहायता छ हाम्रो सिक्किम स्पोर्ट्समा. अनि यसको वर्तमान सरकारको सहायता तपाईलाई के लाग्छ कि कतिको महत्त्व दिन्छ यो यस्तो SPL जस्ता खेलकुद संस्कृतिलाई बढाउनका लागि? हजुर, यसमा चाहिँ म भन्न चाहन्छु अब सिक्किमका सम्माननीय मुख्यमन्त्री साहब म त झन् पहिला उहाँ कति 22-23 वर्षको हुँदादेखि म पनि त्यही उमेर हामी समकालीन हो र हामी एउटै स्कुलमा हामी काम गरेको व्यक्तिहरू हो, टिचर गर्थ्यौं र त्यति बेलादेखि नै उहाँ एकदमै खेलप्रति बहुत रुचि राख्ने व्यक्ति र समाजमा बहुत रुचि राख्ने व्यक्ति हुनुहुन्थ्यो है. कुनै पनि कामहरू पर्दा कोही बिहाबटुलदेखि यस्तो फुटबल भलिबल टुर्नामेन्टहरूमा उहाँ आफै नै स्वयं अब लागेर चाहिँ चियर पनि बोक्ने, रेखा पनि कोरिहाल्ने, अम्पायर पनि गरिहाल्ने व्यक्ति हुनुहुन्थ्यो र उहाँले फुटबलमा मात्र नभएर प्रत्येक खेलामा नै उहाँले रुचि राख्नुहुन्छ. जस्तै भलिबल टुर्नामेन्ट जस्तै राबङमा भए जस्तै है 20 लाख र 10 लाखको प्राइजहरू उहाँले अवार्डहरू राखिदिनु भएको थियो र यो भलिबल खेला उहाँ पहिला मन्त्री हुन बाल्यकालमा एक यङ एजमा मन्त्री हुँदादेखि नै उहाँले इन्टरनेसनल प्लेयर्सहरू लिएर यहाँ खेलाउनु भएको थियो र उहाँको फ्यानहरू कुनै पनि खेलप्रतिको फ्यानहरू अहिले नेपालदेखि लिएर बाहिर विभिन्न देशतिर पनि एकदमै यसले चाहिँ खेलप्रति रुचि राख्ने व्यक्ति हुनुहुन्छ भन्ने हामीले सुनेका छौं र प्रत्यक्ष हामी दर्शी पनि हौं, हामीलाई याद पनि छ र अझै यस SPL हुनै पर्छ भनेर उहाँले प्रोत्साहन देख्छ र यसमा विभिन्न प्लेयर्सहरू यहाँ सिक्किमबाट बाहिर गएर खेल्ने प्लेयर्सहरू यहाँ कमिटीमा हुनुहुँदो रहेछ. हामीलाई अति नै खुसी लाग्यो र हिजोस्ति अब यहाँ उहाँको अति नै बहुमूल्य समय बिजी हुँदा सेड्युल हुँदा पनि यस ओपनिङ गर्नु उहाँ स्वयं आइपुग्नु भयो है. त्यसले गर्दा हामी लाई याद छ कि सिक्किमका सम्माननीय मुख्यमन्त्री रहँदा सिक्किमका प्रत्येक खेलले राम्रो मौकाहरू पाउनेछ. मसिना भाइ बहिनीले राम्रो उहाँको भविष्य उज्जवल पार्ने सुअवसर प्राप्त गर्नेछ है भन्ने आशा छ
नट ओन्ली इन फुटबल है भलिबल ब्याडमिन्टन बक्सिङ ताइक्वान्डो र इभन यो कल्चरल फिल्डतिर है साहित्य क्षेत्रमा पनि सबै क्षेत्रमा उहाँले बराबर रूपमा लगातार भविष्य सिक्किमको राम्रो बनाउनु र इन्टरनेसनल लेभलमा चिनाउनुको निम्ति उहाँ प्रयत्नशील हुनुहुन्छ। सिक्किमको हामी अति नै गर्वसँग महसुस गर्न सक्छौँ।